नमस्ते 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 गुड मर्निङ टर्सिदा नमस्ते म वाइल्ड लाइफ फोटोग्राफर छुचुङ बसियापा आज मसँग चाहिँ तपाईँहरूको लागि चाहिँ एउटा नयाँ न्युज छ। खुसीको खोजीमा सुरु भएको चुङबाको वाइल्ड लाइफ फोटोग्राफी देश चिनाउन अघि लम्किरहेको थियो। राजनीति, व्यवसाय या एयरलाइन्सहरूमा काम गर्दा किन नहोस्, गाह्रो र कठिन काम मेहनत, लगन र इमानपूर्वक गर्ने चुङबाले वाइल्ड लाइफ फोटोग्राफीमा पनि त्यस्तै गर्नुभयो। चुङबाले जीवनको आखिरी क्षण वाइल्ड लाइफ फोटोग्राफी र संरक्षणमा समर्पित गर्नुभयो। यो कठिन वाइल्ड लाइफ फोटोग्राफीको सुन्दर यात्रा हो। सपना, सङ्कल्प र समर्पण। वाइल्ड लाइफ फोटोग्राफर चुङबा शेर्पा। जे होस् दिन नआएसम्म चाहिँ मान्छे चाहिँ बाँचिन्छ रहेछ भन्ने कुरा पनि अब आफ्नो दिन चाहिँ कुन दिन हो त्यो थाहा छैन, तर त्यो दिन नआएसम्म केही नहुने रहेछ भन्ने चाहिँ पनि राम्ररी बुझेँ। किनभने त्यत्रो जनावरहरूको इन्काउन्टरमा पनि पर्यो, त्यत्रो भिर पहाड खोला पनि कत्रो कत्रो खोलाहरू चाहिँ अब तारेको छु, कस्तो कस्तो नदीहरू चाहिँ तपाईँको अब तारेको छु, भागेको पनि छु, मर्ने गरेर चाहिँ तपाईँको अब जङ्गलमा चाहिँ अन्धाधुन्ध अब भागेको पनि छु। सबै थरीको चाहिँ अब चिजहरू पनि भोगेँ। अब भगवान्को कृपाले यो कतिसम्म चाहिँ अब भइबस्ने हो त्यो चाहिँ अब आउने दिनले चाहिँ बताउने कुरा हो। म चाहिँ सोलुखुम्बु जिल्लाको चाहिँ खुम्बु पसाउन गाउँपालिका वडा नम्बर 3 चौरीखर्क भन्ने ठाउँमा जन्मेको हो। पहिले 20-25 वर्षको उमेरदेखि नै क्यामेराहरू चलाउँथ्यो, फोटोहरू खिच्ने गर्थ्यो। कामको व्यस्तताले गर्दाखेरि चाहिँ मैले त्यतिखेर चाहिँ मैले त्यति रहर चाहिँ पुग्ने गरेर मैले क्यामेराहरू खेलाउन सकिएन। चुङबा पञ्चायती व्यवस्था 2044 सालमा तत्कालीन चौरीखर्क गाउँ पञ्चायतको प्रधान पञ्चमा निर्वाचित हुनुभएको थियो। 25 वर्षको उमेरमै पञ्चायती व्यवस्थामा सबैभन्दा कान्छो प्रधान पञ्च भनेर मुलुकभर चर्चित हुनुभयो। 5 वर्षको उमेरमा आमा र 18 वर्षको उमेरमा बुबा गुमाएका साधारण किसान परिवारका चुङबालाई प्रधान पञ्च बन्न पक्कै सजिलो थिएन। बहुदलीय व्यवस्था आएपछि नेपाली काङ्ग्रेसबाट निरन्तर गाउँलाई नेतृत्व गर्नुभयो। राजनीति र सामाजिक कामलाई चुङबाले जीविकोपार्जनबाट सधैँ अलग राख्नु भएको थियो। मैले माउन्टेनियरिङ कोर्सहरू पनि गरेको हो। पिकहरू 6000 एभब पिक, सानोतिनो पिकहरू चाहिँ मैले चढेको पनि थिएँ। अनि त्यसपछि गएर चाहिँ म होटल व्यवसायमा लागेँ। अनि म एयरलाइन्सको चाहिँ विभिन्न एयरलाइन्सको स्टेसन म्यानेजरहरूमा पनि मैले चाहिँ काम गरेँ। ट्रेकिङ व्यवसाय चाहिँ मैले लगभग 6-7 वर्ष जति मैले गरेको थिएँ। केही वर्ष अघि मात्र छोरी मिङमा र गत वर्ष मात्र श्रीमती आङफुटी शेर्पालाई गुमाएको पीडा, यस्तो अत्यास लाग्दो शोकमा पनि चुङबा वन्यजन्तु फोटोग्राफीबाट कति विचलित हुनु भएन। कतिपय अवस्थामा परिवारलाई भन्दा वाइल्ड लाइफ फोटोग्राफीलाई समय दिने गर्नुहुन्थ्यो। अब मेरो छोराछोरीहरूलाई पढाइसकेँ, हुर्काइसकेँ, इकोनोमिकहरूलाई चाहिँ अलिकति सुधारेर 57 वर्षको उमेर पुगिसकेपछि चाहिँ अनि अब हबीलाई चाहिँ म कन्टिन्यू गर्छु भनेर चाहिँ म फोटोग्राफीमा चाहिँ लागेको। म अहिले चितवन नेसनल पार्कको थपालिया ताल नजिकै मेरो गाडी फसिएर चाहिँ म बसिरहेको छु। मेरो गाडी अघि बढ्न पनि सकेन, पछाडि ब्याक गर्न पनि सकिएन। म जुन फसेको ठाउँमा चाहिँ टेलिफोनको चाहिँ कुनै पनि एनटिसी एनसेल दुइटैको चाहिँ नेटवर्क कम्प्लिटली नभएको हुनाले चाहिँ म गाडीमा नै बसिरहेको छु। पहिले मान्छेहरू क्यामेरा लिएर चितवनमा जाने गर्थे, त्यतातिर खिच्ने गरेको देखेको थियो। मैले पनि त्यसरी नै हल्का नै लिएको थियो। फोटोग्राफी आफ्नो हबीको पुरा गर्छु भनेर गर्दा गर्दै त्यसपछि गएर चाहिँ यो त मैले त देशकै लागि चाहिँ गर्नुपर्ने रहेछ। कुनै पनि संस्थाले कुनै पनि रिपोर्टहरू बनाउँदा उनीहरूले आर्टिकलहरू छाप्दाखेरि चाहिँ विदेशी फोटोग्राफरहरूको फोटोलाई डाउनलोड गरेर उसलाई क्रेडिट दिएर चाहिँ बुकहरू निकालेको चाहिँ प्रशस्ति भेटियो। त्यसले गर्दाखेरि चाहिँ नेपालीले नै खिचेको फोटो चाहिँ प्रयोग गरौँ न त भनेर चाहिँ मेरो दिमाग चाहिँ त्यतातिर मोडेर म हिमालदेखि तराईसम्म गएको छु। नेपालको चाहिँ
जति पनि हिमाली क्षेत्रमा भएको राष्ट्रिय निकुञ्जहरू सबै ठाउँमा घुमेर त्यहाँको राम्रो फोटो खिचेर सरकारलाई बुझाउने हो। मैले पैसा लिँदैन, सरकारलाई चाहिँ फोटो खिचेर चाहिँ मैले राष्ट्रिय निकुञ्ज विभागमा त्यो फोटोहरू सबै बुझाउँछु। मेरो फोटो उहाँहरूले निःशुल्क रूपमा चाहिँ उहाँले प्रयोग गर्न सक्नुहुन्छ। पर्यटन बोर्डहरूले पनि मेरो फोटोहरू प्रशस्ति उहाँले युज गर्नुहुन्छ। टेन्ट टाँगेर खानेकुराहरू सबै चाहिँ तपाईँको माथि नै हिमालमै कुकिङ गरेर टेन्टमा नै बसोबास गरेर चाहिँ रात बिताएर चाहिँ मैले स्नो लेपर्डको त्यहाँ खिचेको छु। त्यसरी म हुम्लामा चाहिँ गएर मैले टेन्टमै बसेर मैले जङ्गली याकहरू चाहिँ मैले खिचेर ल्याएको छु। म अफ्रिकामा पनि गएर चाहिँ सिरिङ्गेटी राष्ट्रिय निकुञ्जमा गएर नेसनल पार्कमा गएर ताराङगिरी नेसनल पार्क यता गोरुङ अनि यता जन्जिबार सबै ठाउँमा गएर मैले फोटोहरू पनि खिचेर चाहिँ ल्याएको छु। उता हेर्नु न, उता क्यामेरातिर साह्रै गफ पो दियो त यार। गफ त ठुलै दिएको थियो तर गफ अनुसारको त भएन नि है। भएन। हिजो त एकैछिनमा देखाएर हिजै घर फर्किने कुरो गर्दै थियो। मैले त तपाईँले त त्यो रेड पन्डा त कुन ठाउँमा छैन त्यहाँ राखेको थियो र मलाई लगेर ठ्याक्कै देखाउने पो हो कि भन्ने ठानेको त होइन रहेछ नि। कहाँ हुनु त अब बानेर भएन। अब मैले जोक गरेको है। कहाँ तपाईँ जस्तो राम्रो मान्छे, तपाईँ एकदम रमाइलो छ, तपाईँ धेरै रमाइलो कुरो गर्नुहुन्छ। तपाईँसँग रेड पन्डा नपाए पनि नभेटे पनि गफसप गरेर रमाइलो नै भयो नि। मलाई खुसी छु म। अब खुसी हुनु पर्यो, के गर्नु पर्यो नि त अब होइन। के गर्नु, किन दुःख मान्नु। अनि ल ल सबैले एकचोटि हाई भनेर भन्नु त। ल है म हाम्रो त हाम्रो सुक्लाफान्टामा चाहिँ बाघको क्रसिङमा चाहिँ मैले टेन्ट टाँगेर त्यो टेन्टलाई चाहिँ टोटल्ली घाँसले ऱ्याप गरेर टेन्ट पनि नदेख्ने लेन्सको टुप्पो मात्रै देखिने गरेर चाहिँ पाल टाँगेर त्योभित्र सेटअप गरेको थियो। त्यहाँ चाहिँ दुईचोटि एट्याक गरेर चाहिँ मेरो चाहिँ ट्राइपड, दुईवटा ट्राइपड भयो, टेन्ट भयो, कुर्सीहरू, मेरो कुकिङको सामानहरू मेरो चाहिँ लगभग 3 लाख जतिको चाहिँ त्यसले चाहिँ अब दस्तै 5 पैसा काम नलाउने गरेर अब त्यसले दस्तै हात्तीले दस्तै पारिदियो। यो वाइल्ड लाइफ चाहिँ तपाईँको एकदम ग्याजेट पनि महँगो, घरबाट निस्केर चाहिँ गएर कति दिन बस्दा पनि हामीले बेचिराखेको हुँदैन, खिच्नु सकिराखेको हुँदैन। त्यो खिचेर आए पनि त्यो तुरुन्त पैसामा जाँदैन, कमाइ नै हुँदैन। म त एउटा रिटायर लाइफमा अब सरसरी बढिसक्यो, म आफ्नो खुसीको लागि गर्छु भनेर चाहिँ तपाईँको आफूले कमाएको 2 पैसा चाहिँ जोगाएर राखेको पैसाले चाहिँ म ग्याजेट किनेर चाहिँ म खर्च गरेर चाहिँ म अहिलेसम्म चितवनमा मात्र म 35 चोटि गइसकेको छु, सुक्लाफान्टामा 13 चोटि गइसकेको छु, बर्दियामा 13 चोटि गइसकेको छु। कति हो कति भने म त धेरै घुमेको छु नि। मोटरसाइकल त्यसरी लड्दाखेरि त्यो त एउटा क्लिपमा पो तपाईँको त्यो देखेको हद म त त्यतिखेर त 4-5 चोटि त्यसरी लडेको थियो। जबकि भिर जस्तो ठाउँहरूमा चाहिँ तपाईँको म लडेको थियो। खिच्ने नै हो भने दुःख गर्नै पर्छ कि। पाउनु भनेको चाहिँ तपाईँको अब यतिको एज पुगिसकेपछि चाहिँ अब एकदम रिस्क लिएर चाहिँ गऱ्यो, सक्सेस भयो भने त्यो दुःखहरू सबै एकैछिनमा भुलिन्छ, कति खुसी हुन्छ र ती कुरा चाहिँ अब पब्लिकलाई चाहिँ अब देखाउन सक्यो भने पब्लिकहरू कति खुसी हुन्छ। यति धेरै मान्छेहरूले चाहिँ हाम्रो क्षेत्रमा पनि आइदिनुहोस् भनेर चाहिँ तपाईँको अब यति धेरै ठाउँहरूबाट मलाई मेसेज आउँछ कि, अनि एकदम खुसी लाग्छ। अनि म त्यो ठाउँमा चाहिँ म जसरी पनि म पुग्छु भन्ने चाहिँ मलाई लाग्छ। किनभने अहिले अब हामी गएर खिचेर अलिकति हाल्यो भने पनि अलिकति मात्र भए पनि पर्यटन प्रवर्धनको लागि चाहिँ अब सपोर्ट हुन्छ भन्ने चाहिँ अब मलाई पनि लागेको छ। ती ठाउँहरूमा चाहिँ म जसरी पनि म पुग्छु।
राष्ट्रिय प्रकृति संरक्षण कोषका तत्कालीन सदस्य सचिव शरद चन्द्र अधिकारीको पहलमा चुङबा शेर्पाले खिचेका तस्बिर संग्रहित वन्यजन्तु फोटो प्रदर्शनी कक्ष कोषको कार्यालयमा निर्माण गरिएको छ। प्रदर्शनी कक्ष वन्यजन्तु क्षेत्रमा कार्यरत कोषका लागि चुङबाको अमूल्य उपहार थियो। कोषको तर्फबाट उहाँलाई विशेष संरक्षण सम्मान प्रदान गरिएको थियो। पछिल्लो समय चुङबा कन्जर्भेसन एलायन्स नेपालको कार्यकारी सदस्य हुनुहुन्थ्यो। आफूले देखेका र भोगेका वन्यजन्तु सम्बन्धी जति कुरा गर्नुहुन्थ्यो ती सुनौ लाग्थ्यो। पहिले चाहिँ तपाईँको खाली मार्नु खोज्ने खेद्नु खोज्ने विभिन्न पहिले अलिकति जनावर चराहरूलाई अलिक दुर्व्यवहार नै गरिन्थ्यो भने अहिले चाहिँ यति मान्छेको मेन्टालिटी यति परिवर्तन भइसक्यो कि यो चिज भनेको महत्त्व हो, यो चिजहरू हेर्न आउँछ, यो चिजहरूले पनि भोलि हामीले चाहिँ यिनीहरूबाट पनि हामीले चाहिँ अलिकति सपोर्ट पाइराखेको छ, यिनीहरूलाई जोगाउनुपर्छ, यिनीहरू चाहिँ मास्नु हुँदैन भन्ने किसिमको चाहिँ मेन्टालिटी चाहिँ धेरैमा परिवर्तन आएको छैन हामीले प्रशस्तै देखिरहेको छौँ। नेपालमा एकदमै धेरै चाहिँ अब वन्यजन्तुको चाहिँ एक किसिमले भन्यो भने दुर्लभ वन्यजन्तुहरूको एक किसिमको खाने नै हो भन्ने चाहिँ मलाई पनि लाग्छ। साहस र ऊर्जाले कहिल्यै साथ नछोड्ला जस्तो लाग्ने वाइल्ड लाइफ फोटोग्राफर चुङबा शेर्पा। 81 देशभित्र र बाहिरबाट श्रद्धाञ्जलीका शब्द र तस्बिरहरू सामाजिक सञ्जालमा आउन थाले। अधिकांश तस्बिरमा लामो लेन्स सहितको क्यामेरालाई बडो जतनले समाएर दृढ भएर चुङबा कतै टाढा हेरिरहे जस्तो। सायद चुङबाको त्यो नजरमा एउटा सपनाले बुर्कुसी मारिरहेको थियो, जसलाई त्यही लामो लेन्सको सहारामा सानो बालकलाई चाहिँ ताते गराएर चुङबाले करिब 6 वर्षदेखि अघि बढाइरहनु भएको थियो। सारा संसारलाई लोभ्याएर वन्यजन्तु संरक्षणमा सबैलाई समेट्ने सपना, यही सपना हामी सबैलाई देखाएर चुङबा हामीबाट बिदा हुनुभएको छ। पैसा धेरै कमाएर त्यो धेरै दुःख टेन्सन चाहिँ लिनुभन्दा त जति म बाँचेको हुन्छ त्यतिसम्म चाहिँ म खुसीले चाहिँ आफूले गर्नु मन लागेको कुरो अनि देशले चिन्ने मान्छेहरूले चिन्ने व्यक्ति भइदियो भने त्योभन्दा ठुलो कुरो चाहिँ पैसा होइन जस्तो लाग्छ।